हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै एकदम नै आरामै छु होइन। अनि आज चाहिँ म पासवर्ड बनाउन आएको थिएँ। पासवर्ड बनाउन आएको लिमिट लिनु होइन। पासवर्ड नि खासै भन्नाले पासवर्ड नै अब बन्दैन थियो। अब अहिले इङ्ग्लिस चाहिँ छिटो आउनु भने आज मार्च छट्यो नि त, त्यही भएर अब अप्रिलमा होला होइन भन्ने त्यही हो। अनि हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ सबै यहाँ कोठा खोज्न कोठा खोज्न आएको अरे त्यही हो। अनि म चाहिँ अब घर जानु पर्यो घर गएर अनि त्यसपछि अनि घर जान्छु। अनि हिजो पनि राम्रो सुकाएन किन आज चाहिँ दौलीमा यत्तिकै कोही नलिस्के पाक जाम भन्छ, घरि कहाँ जान्छ घरि कहाँ जान्छ है। अनि त्यही हो कि यता त यस्तो अब टाढा टाढा आएपछि होइन, बिदाको दिनमा टाढा आएपछि त्यसै झ्याउ घर जाने मनै मान्दैन नि। त्यही अब हामी चाहिँ यहाँ माथि स्टेट पार्क जानु लाग्यो। अनि त्यो सक्दो माया सपोर्ट गरिदिनु होला है। अब म चाहिँ यहाँ स्टेट पार्क घर जान्छु भने त्यही हो होइन। अनि हिजो चाहिँ म पासवर्ड बनाउनु गएको थिएँ दमली पासवर्ड बनाउनु गएको बनेन होइन। त्यतिखेर के भन्छ अब पासवर्ड कुछ छैन भने अब हुन त हो नि त है। बालेन दाइले अब यो न्युज चाहिँ सुने होइन, घर घरमै अब पासपोर्ट यताउता यो डेलिभरी सिधै हुने त्यस्तो न्युज पनि सुने। त्यही भएर नि होला होइन, पासवर्ड बनेन हिजो जाँदा। अब त्यही आफ्नो लागि आफैले गर्नुपर्छ होइन। अनि अब म चाहिँ काममा जानु लाग्यो। हिजो चाहिँ भ्लग अपलोड गर्नु पाइनँ, त्यसको लागि सरी होइन। हिजो लास्टै थाकेको थियो पनि, लास्ट थके लागेको थियो पनि, त्यही भएर त्यसको लागि सरी। अनि त्यही हो, आजबाट चाहिँ भ्लग रेगुलर आउँछ मेरो। सक्दो माया सपोर्ट गरिदिनु होला, हेरिदिनु होला है त। अनि त्यही अब म चाहिँ अब काममा जानु लाग्यो। अब काममा के अब आज चाहिँ मान्छे हुन्छ जस्तो लाग्छ, त्यस्तो थके लागेको बेलै मान्छे हुन्छ कि मान्छे भयो भने राम्रो हुन त होइन। तर त्यही हो, भ्लगमा चाहिँ सपोर्ट गरिदिनु पऱ्यो है। म चाहिँ अब रेगुलर ल्याउने छु भ्लग। हिजो चाहिँ दमली जाँदा अलिकति बनाउनु पाएन, अलिकति मात्रै बनाउनु पायो, त्यही भएर सरी त्यसको लागि। अनि त्यही हो, अब म चाहिँ काममा जानु लाग्यो। काममा गएपछि के कस्तो हुन्छ म देखाउँछु हजुरहरूलाई। अनि अब म चाहिँ काममा निक्लिनु लाग्यो होइन। जहिले हिजो पनि यस्तै भएको थियो दिन, आज पनि यस्तै भयो। हिजो चाहिँ होइन बिदाको दिनमा कति चाँडै नै भनौँ न, क्या चाँडै निन्द्रा खुल्ले थिएँ। आज चाहिँ बिदाको दिनमा सुक्खसँग सुत्छु भने जहिले झ्याउ लाग्छ कि सुत्ने। अनि कामको बेला चाहिँ सुतिरहनु मन लाग्छ। बुझ्यो है, घाँस काट्न आउनु भएको हाम्रो बुढो चाहिँ घाँस काट्न आउनु भएको होइन। अनि त्यही हो, म चाहिँ अब काममा जानु लाग्यो। हिजो होइन बेकार गएको क्या बेकार। अब त्यस्तो न्युज त होइन साथीले सुन्या रहेछ, तर मलाई भनेन होइन। उनीहरूलाई घुम्नु मन नि लाग्थ्यो होला नि त होइन, मलाई भनेन। मलाई त्यो न्युज थाहा भयो चाहिँ अब पासपोर्ट बन्दैन भनेर, पासपोर्ट बन्नको लागि भनेको चाहिँ म जान्थेन होइन। अब न्युज चाहिँ सुनेन, गयो, पैसा मात्रै खर्च भयो त्यसै कि झन् एडभान्स मागेर आएको, झन् त्यस्तो पैसा मात्रै सक्यो भन्नाले नि अलिअलि आदि मास्छ कि त्यसै झ्याउै लाग्यो। अनि त्यही हो, अब म चाहिँ आज काममा जानु लाग्छु छु। अनि हाम्रो चाहिँ अहिले नयाँ वेटर आएको छ, अनि त्यही भएर मैले उसलाई सिकाउनु पर्ने हुन्छ। त्यही भएर हिजो चाहिँ जबरजस्ती बिदा लिएको थिएँ मैले। झन् पासवर्ड बनाउँछु भनेर चाहिँ गरेको, झन् ट्राई गरेको, हुँदै भएन। अनि त्यही हो, अब म चाहिँ आज गएर अहिले त म क्याप्टेन भइसकिनँ कामको, त्यही भएर म चाहिँ आज गएर के कस्तो हुन्छ काम, आज चाहिँ मान्छे हुन्छ जस्तो लाग्यो। त्यही हो, म चाहिँ अब काममा गएपछि देखाउँछु हजुरहरूलाई। हिजो होइन म कस्तो हतारमा गएको कि यस्तो भएको के भन्छ अरे होइन, म यहाँबाट प्यान्ट लगाएर गएको, हाफ प्यान्ट लगाएर गएको थिएँ होइन। त्यो हाफवालाको अब त गरम आइसक्यो नि त, हाफ प्यान्ट लगाएर गएको थिएँ। प्यान्टको होइन डुम्बे पुग्ने बित्तिकै बटनै लत्तै निल्लीतिर हाने अनि फेरि साथी फेरि यो हुडीको जोडी फुहालेर बाँधेर हिँड्यो। आमा त्यो अब सानो भएको थियो, त्यो नि गर्थ्यो होला नि। अब त अलिकति लाज लाग्ने उमेर त्यस्तो भयो नि त, त्यही भएर लाज लागिहाल्छ नि भनेको कि। हामीलाई ढिलो नि भएको थियो होइन, झन् त्यतिखेर प्यान्टको बटन नि निक्लिदिएको, यति रिस उठेको हिजोको दिन त थ्यात। त्यसपछि फेरि आमालाई प्यान्ट यो सेतो प्यान्ट ल्याइदेऊ भनेर उहाँ मुनि ल्याएर फेरि मुनि के भन्छ अरे प्यान्ट
ल्याइदिएर लाएर बला बला गएको साथीहरू बस रोक्दै रहेछ के समात्या हो खरायो काले हो अनि यस्तो हिजोको जस्तो बिजोग दिन त कहिले भएको थिएन होइन त्यत म चाहिँ साथी फेरि अनि दमौलीमा म पाइप तान्दै हिँड्ने रहेछ होइन बिजो तिमी हिजो पातो बनाउनु जाँदा त्यस्तोसम्म झ्याउ त कहिले भएको थिएन हौ त्यही रिस उठेको होइन मलाई हिजो रिस उठेको पनि त्यही माथि पैसा पनि अलिअलि खर्च भयो होइन त्यहाँदेखि उस गरेर राख्छु भने हुँदैन सोचेको जस्तो हुँदैन किन हो लाइफमा सोचेको जस्तो हुँदैन पासवर्ड बनाएपछि त अब अलिक सजिलो हुन्छ पछि यताउता जान भनेको झन् बनाउँछु भनेको छुट्टीको दिन त्यस्तै भयो हाम्रो चाहिँ यतातिर पानी पऱ्यो भने यस्तो बाटो सफा गरिदिन्छ भरेङ्गहरू अनि त्यही हो अब म चाहिँ काम गर्ने ठाउँमा पनि आइपुगिसकेँ आज कतिको मान्छे हुन्छ म हजुरहरूलाई आज चाहिँ स्योर देखाउने छु म कहिलेकाहीँ त यस्तो लाग्छ कि म नहुँदा चाहिँ होइन खासै मान्छे हुन्न म आएपछि चाहिँ मान्छे हुन्छ भने मै लक्की जस्तो लाग्छ हौ काम गर्ने ठाउँमा त कोही बेला त यसो सोच्दा कि अब हाम्रो प्राइम मिनिस्टर बालेन दाई र सुजन दाईले होइन देशलाई एकदम राम्रो बनाउँछु भन्ने खबर त गर्नुभएको छ अब के गर्नुहुन्छ होइन त्यो अब घरमै पासपोर्ट लाइसेन्स डेलिभरी भयो भने त एकदम सजिलो हुन्छ होइन अनि अझै के अरे महिलाको छुट्टै गाडी निलो बस आममा छुट्टै त्यो पनि एकदम सही हो बालेन दाईलाई सलाम छ त्यही हो म चाहिँ काम गर्ने ठाउँमा पनि आइसकेको आज कतिको मान्छे हुन्छ म हजुरहरूलाई देखाउने नै छु है त चाहिँ म्यानेजर सर नै आइपुग्नु भइसक्यो अनि एकजना वेटर त्यहाँ छ भने त्यहाँ छ होइन हाम्रो चाहिँ म्यानेजर सर आइपुग्नु भइसक्यो हाम्रो चाहिँ बिहान यस्तो हुन्छ मार्टबाट सामान लाने केही सामान चाहियोमा दिगो मार्ट सम्झिनु होला हाम्रो मेरो यही हो काम मार्टमा ट्याक्क सामान लाने बिहान हाम्रो मार्टमा काम गर्ने भाइ ओ भाइ केही सामान चाहियो भने हजुरहरू पनि डिगो मार्टलाई सम्पर्क गर्न सक्नुहुन्छ हुक्काको पट हेर्नु न कस्तो बल यस्तो दामी रक्सीहरू हेर्नु बगल ट्याक्क अगाडि काम गर्न सकेन होइन किचनमा आएर पनि तरकारी पकाइसके हेर्न सक्नुहुन्छ हाम्रो स्वर्ग यता चाहिँ हाम्रो तरकारी पनि पाक्दैछ कि हेर्न सक्नुहुन्छ त्यो मासु हो अनि त्यही अब म चाहिँ कामसँग भ्याउँछु अनि ट्याक्क भात खानु पर्यो गेस्ट कति आउँदै हो म चाहिँ एकछिन कस्टमर नआइन्जेलसम्म ट्याक्क मैले तरकारी पनि पकाएर भ्याइसकेँ हेर्न सक्नुहुन्छ आजको तरकारी आज म दिनभरि बिजी भएँ है किनभने चाहिँ म दिनभरि बिजी भएँ लास्ट धेरै मान्छेहरू थियो पानी पर्दा नि पानी डेन्जर परेको असिना डेन्जर परेको होइन त्यही भएर मान्छे पनि धेरै आएको थियो अनि यो अब हाम्रो चाहिँ यो उयो अस्ति नयाँ आएको वेटर चाहिँ अब सर चाहिँ आज ट्युसन जान्छ सर तिमी त राम्रो छौ भन न यता हेर न एकचोटि सब्सक्राइब गरिदेऊ भन न ल यसरी बजाउने होइन अनि एउटा चाहिँ यहाँ छ होइन यो चाहिँ कुक हो किचनको अनि त्यही आजलाई चाहिँ भकेटिनु हुनेछ सबले माया सपोर्ट गरिदिनु होला बेलायकन अलमा राखिदिनु होला लाइक कमेन्ट सेयर सबै गरिदिनु होला छैन त